Okay, once again, welcome to my channel Double B broadcast over here. म चाहिँ आज हाम्रो भाइ विज्ञान लिम्बू जो चाहिँ बाल्यकालमा पनि सानोमा पनि मैले धेरै खेप हाम्रो युजिङ टाइममा चाहिँ भाइसँग एउटा सानो दाइ भाइको सम्बन्ध थियो। त्यसपछि हामी अलिक ग्याप भयो, त्यसपछि सफरिङ पछि हामी आफ्नो लाइनमा पुग्यौँ। अनि त्यसपछि अहिले आएर एउटा रिकभरी लाइफमा पनि अहिले भाइसँग एउटा फ्रेजमा भेटे, जो चाहिँ अब अहिले हामी क्याम्पेन गर्दैछौँ से नो टु ड्रग्स भनेर चाहिँ यो जुन 26मा। त्यसमा चाहिँ भाइलाई भेटेपछि अब भाइसँग चाहिँ मैले अलिकति हाम्रो रिकभरीको बारेमा होइन, एउटा विगतको दिन कस्तो थियो, आज कस्तो थियो र धरानमा अलिकति रिह्याबहरू डे बाई डे खोलिरहेछ होइन, कतिवटा छ भन्ने कुराहरू चाहिँ भाइसँग अलिकति चिठा मिठा गफहरू हामी गर्दैछौँ। यसको लागि म विज्ञान भाइलाई वेलकम गर्न चाहन्छु। तिम्रो हिजोको दिन चाहिँ तिम्रो अलिकति युजिङ टाइमको अलिकति भनिदेऊ न। मेरो युजिङ टाइमको भन्नु पर्दाखेरि अब सबैको प्राय हामी जति पनि युजरहरू छौँ होइन, सबैको एउटा स्टोरी त एउटै हुन्छ। कोहीको धेरै होला दुःख, कोहीको थोरै होला। मैले पनि त्यो एजमा चाहिँ दुःख पाएकै हो क्या। मैले पनि दुःख पाएँ, प्लस मेरो फ्यामिलीलाई पनि दुःख दिएँ। अब भन्नै पर्दाखेरि कति कुराहरू खोलेर पनि भन्न सकिँदैन क्या। इभन अब बाबा टिचर हुनुहुन्थ्यो मेरो, उहाँ टिचर, छोराहरू ड्रग युजर होइन, ड्रगमा फस्यो। त्यसपछि अब त्यही त हो, बिस्तारै फ्यामिलीको विश्वासहरू गुमाउँदै गयौँ। स्टार्टिङ फ्यामिलीबाट भयो, त्यसपछि बाहिर सोसाइटीमा पनि थाहा भयो हामी ड्रग युजरहरू भनेर, ड्रगमा फस्यो। सोसाइटीले थाहा पायो, सोसाइटीबाट बिस्तारै त्यहाँबाट पनि अवहेलना टाइपको। प्लस अब रिलेटिभ्सहरूकोमा गएको त्यही कुरा क्या। अब रिलेटिभ्सहरूमा जाँदाखेरि यो आयो, यो त ड्रग एडिक्ट होइन, ड्रग एडिक्ट यसले त छोराहरू पनि बिगार्छ होइन। अनि अलिक दूरै राख्ने क्या। अनि हेर्दाखेरि पनि बाहिरले के को गरिदिन्छ कि काम पो बिगारिदिन्छ कि भन्ने खालको हेर्थ्यो क्या। त्यो चाहिँ युजिङ पिरियडमा हो। अहिले चाहिँ अब जस्तै माल छोडिसकेपछि, ड्रग्स छोडिसकेपछि अब हुन्छ नि त, त्यही सोसाइटी त्यही रिलेटिभ्सहरूले पनि हामीलाई जे भए पनि कस्तो खालको चाहिँ बिहेभ गर्छ क्या। अनि त्यो बारे पनि भाइले यसो भनिदिन्छ कि त्यो ठिक्क दाइले अपोजिट भएको फेरि क्या। अब मलाई म जाने बित्तिकै लुक्ने क्या। अब लुकाउनु खोज्ने छोराछोरीहरू उनीहरू पनि बिग्रियो होइन। भन्न आयो होइन, केटाकेटी बिचरा त्यो टाइपको, यसले त हाम्रो छोराछोरी बिगार्छ होइन। त्यसरी उनीहरू पनि अब पछि त्यही अब भुमरीमा पर्यो। त्यसपछि हामी रिकभर आइसकेको थियो होइन, म नि रिकभर आइसकेको थिएँ। पछि फेरि मलाई नै सपोर्ट गर्ने अब यस्तो भएको छ। मेरो नानी यताउति कहाँनिर राखिदिन्छ, कहाँ राम्रो छ यादमा लगेर राखिदियो, त्यो खालको क्या। त्यतिखेर चाहिँ चेन्जेस दिए क्या आफू रिकभरमा आएपछि। कस्तो लाग्छ भाइलाई रिहाबहरू धरानमा विभिन्न किसिमको खोलिरहेछ होइन। धरानमा नभएको पनि तिम्रो मेरो केसमा त 17-18 रिहाब त छ होला। अनि हामी रिहाब रिकभरिङहरूलाई हेर्ने प्रहरी प्रशासन अनि यो किसिमको एउटा हुन्छ नि, कस्तो छ प्रहरी प्रशासनहरूले अहिलेसम्म तिम्रो आफ्नो व्यक्तिगत बुझाइ चाहिँ क्या हामीलाई हेर्ने भनेको चाहिँ बस रिहाबलाई रिहाब अब जान्छ नि त कोही बेला त हाम्रो साथीभाइ थानामा पक्रियो अरे चाहिँ गइदिनु न, हामी सिनियर भएपछि त अब अलिकति पठाउँछ नि त कोही बेला, फ्यामिलीले पठाउँछ होइन। तर त्यहाँ तिमीलाई कस्तो बिहेभ गर्छ क्या प्रहरी प्रशासनको दाजुभाइहरू? अझै पनि त्यही सचेत हुनुहुन्न हो उहाँहरू। अझै पनि मलाई चाहिँ लाग्यो कि कति कुरामा हामी अझै पनि झुक्नै पर्ने उहाँहरूको अगाडि। त्यो खालको चाहिँ एउटा कोअर्डिनेट गरेर अब जे भन्ने लागु पदार्थ भनेको चाहिँ हाम्रो मात्र समस्या होइन नि त, आम धराने प्लस तपाईँको वर्ल्डकै लागि एउटा प्रब्लम हो। त्यो कुराहरूमा चाहिँ उहाँहरूले अलिकति बुझ्नुपर्ने हो। अझै कति बुझ्नु भएको छैन जस्तो लाग्छ क्या। अझै पनि उहाँहरू त्यही अब सुनेको दाइ उहाँहरू पनि एउटा रिहाब छ भन्ने कुरा सुनेको थियो। वर्षको त्यहीँनिर हाल्ने, हाम्रोतिर नदिने खालको कुराहरू गर्छ कि त्यो चाहिँ अलिकति किन त्यस्तो खालके हाम्रोमा लाँदाखेरि चाहिँ के हुन्छ, एउटा दुर्व्यसनीले कहिले पनि सुधार गर्न सक्दैन भन्ने चाहिँ उनीहरूको मैले चाहिँ सुनेको थियो क्या। म जाँदा पनि त्यस्तै भनेको, तिमीहरूले के ट्रिटमेन्ट दिन्छे होइन, तिमीहरू आफै त लागु पदार्थ सेवन गर्ने मान्छे,
तिमीहरूले के चाहिँ उपचार गर्छ भने, तर यो चाहिँ WHO बाट मान्यता भएको कुराहरू हो क्या। जस्तै हुन्छ नि WHO भन्नेले नै मान्यता गरे एउटा एडिक्टले एडिक्टलाई चाहिँ भावना बुझ्नु सक्छ क्या, त्यो अरू नर्मल मान्छेहरूले सक्दैन क्या। त्यो कुराहरू उहाँहरूलाई त्यो अलिकति ज्ञान पनि छैन जस्तो लाग्यो क्या, किनभने हामी त एउटा भावनाको रोगी हो भनेर हामीले एक्सेप्ट गरेको छ नि त। अनि जस्तै भाइलाई कति अनकम्फर्टेबल भइरहेछ होला, उसलाई कति केयर चाहिरहेको, लभ एन्ड केयर बेगर चाहिँ सायद ट्रिटमेन्ट पोसिबल छ जस्तो लाग्दैन क्या मलाई चाहिँ। अनि उनीहरूको कन्सेप्ट चाहिँ त्यो पिंजडामा बाँध्ने अनि राख्ने, सजाय दिने, काम बिगाऱ्यो भने ठोडाइ खान्ने, त्यस्तो किसिमले चाहिँ ट्रिटमेन्ट हुन्छ भन्ने चाहिँ उनीहरूको छ क्या। अनि उनीहरूको र हाम्रो कन्सेप्टै मिल्दैन जस्तो लाग्छ है, मेरो पोइन्ट अफ भ्यू चाहिँ। अब तिमीलाई चाहिँ कस्तो लाग्छ? प्रायः त्यही भएको छ बुझ्दाखेरि के। अब लभ एन्ड केयरहरू अलिकति अब हामीसँग एक्सपिरियन्स पनि छ नि त, हामीले कुन तरिकाले हामीलाई ट्रिटमेन्ट लिँदा कसरी कम्फर्टेबल भएको थियो, कुन तरिकाले दिँदा उनीहरूले बुझ्छ भन्ने कुरा त त्यो त हामीले नजिकैबाट देखेको छौँ नि त। उहाँहरूले त एउटा सुनेको भरमा त्यो तरिकाले गर्नुभएको छ, त्यसमा चाहिँ अलिकति फरक पर्छ जस्तो लाग्छ मेरो विचार। तपाईँलाई कस्तो लाग्छ? अब यो हामीले अलिकति यो सबै सन्दर्भ जोडिँदै जाँदाखेरि चाहिँ हामी दाजुभाइ चाहिँ आज एन्टी ड्रग डे जुन चाहिँ जुन 26 हुन गइरहेको छ होइन, यसमा चाहिँ हामीले भाइले केही मेसेजहरू दिनुहुन्छ कि? अब एन्टी ड्रग डे भनेको चाहिँ अब नेसनल नभएर इन्टरनेसनल हो यो होइन, वर्ल्ड वाइडै मनाउने हो। यो के को लागि भन्दा एउटा दुर्व्यसन विरुद्धको लागि हो। यसमा चाहिँ अब जति पनि हामी सङ्घ संस्थाहरू हुनुहुन्छ सबैजना तपाईँहरू नै आइदिनु होला, हामीसँग मिलेर गरौँ, एउटा अब मेसेज क्यारी गरौँ। अब आउने पिँढीहरूलाई चाहिँ ड्रगमा हामी जस्तो जसरी हामीले दुःख पायौँ, अहिले अब भर्खर त रिकभर हुँदैछ, कति कुराहरू अझै हाम्रो बन्नेको छैन, त्यो खालको चाहिँ आउने पिँढीले चाहिँ नहोस् भनेर चाहिँ हामी चाहिँ एकदम लागि परेर चाहिँ तपाईँहरू नै आइदिनु होला, हामीसँग कोअपरेट गरेर अगाडि बढौँ, मेसेज क्यारी गरौँ, त्यही बर्थडे मनाउँ। ओके, र जति पनि हामीलाई हेरेर बस्नुभएको सङ्घ संस्थाका दाजुभाइ, धरानको जति पनि बडी बिल्डर्स अनि लाइक सोसल वर्क गर्ने अनि हाम्रो धरान नगरपालिका मेयर साहब अनि सबै वार्ड अध्यक्षज्यूहरू, हामीले चाहिँ सबैलाई योपालि हामी निम्तो दिनेछौँ, साथ सहयोगको हामीले आशा पनि राखेका छौँ। र अब यो भन्दा भन्दै हाम्रो नेक्स्टमा चाहिँ हामी चाँडै नै यो एपिसोड सकेपछि चाहिँ जुन 26 सकेपछि चाहिँ हाम्रो गिटार सपबाट मलाई सधैँ हेल्प गरिरहने बिहान भाइ अनि यता मेरो भिडियोमा जहिले पनि मलाई सपोर्ट गरिरहने एपिल हक भाइ, उहाँलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो नेक्स्ट सेसन चाहिँ हामी धरानमा जति पनि आर्टिस्टहरू हुनुहुन्छ अन्डरग्राउन्ड होइन, गीतहरू तपाईँहरूको आफ्नै क्रिएसन छ भने हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ। हामीले चाहिँ विकली वाइज एक एकवटा धरान ओरिजिनल्स भन्दै हामीले काम गर्दैछौँ। त्यसमा सबैजनाले सायद यो मेसेज नपाएको साथीभाइहरू जो राम्रो गाउनुहुन्छ, जो राम्रो बजाउनुहुन्छ भने उहाँहरूलाई पनि मेसेज दिनुहोस् भन्दै आज हामी यहीँ टुङ्गिने बाचा साथ we just want to say you thank you. See you in June 26 एन्टी ड्रग डे बिहिबार। कति बजे भाइ समय? हाम्रो 2-3 बजेदेखि स्टार्ट हुन्छ होला, 3 बजेदेखि धरान नगरपालिकाबाट हामी सुरु गर्छौँ होला सायद। अपडेट सबैलाई हामी अपडेट गर्ने भन्दै आजको लागि हामी बिदा माग्छौँ। धन्यवाद। Say no to drugs.